धारणा बनाउने, कोही भेजिटेरियन हुने, कोही फिसिटेरियन हुनेहरू माछा मात्रै खाने, कोही अब मिटिटेरियन मासु खाने, कोही के खाने, कोही के खाने, कोही घुँगी खाने, कोही किरा खाने, कोही फट्याङ्ग्रा खाने, विभिन्न किसिमका खाना खाने, कोही अब फेरि केही पनि नखाने, शाकाहारी, कोही फलाहारी, कोही जलाहारी। यसमा धर्मले के भन्छ? मुख्य कुरो चाहिँ यहाँ धर्मले चाहिँ के भन्छ त? तपाईँको आफ्नो इच्छा होला। आफ्नो यो सबै भनेको चाहिँ मस्तिष्कको खेल हो। यो हाम्रो मनको इच्छा हो। हाम्रो मनले कहिले अब मासु खा भनिदिन्छ, कहिले स्वादमा लोभ परेर माछा खा भन्छ, कहिले अब आलुको पकौडा खा भन्छ, कहिले आलु तरी खा भन्छ। अहिले आएर हाम्रो स्वास्थ्यले पनि बोल्न थालेको छ होइन। स्वास्थ्यले बोलेर के भन्छ भने तँलाई सुगर लाग्यो है, अब त गुलियो कुरा नखा भन्छ। कसैलाई एसिडिटी भयो है, अब त रातो खालको मासु नखा, यस्तो यस्तो पदार्थ नखा भन्छ। कसैलाई के रोग लाग्छ र यस्तो यस्तो नखा भन्छ। त्यो चाहिँ शरीर बोलेको होइन। भने हामी भित्रको जीवले चाहिँ के भन्छ त? के भन्छ त भन्दाखेरि धर्म भनेको चाहिँ के हो भने के खाँदा पाप के खाँदा नपाप भन्ने होइन। तपाईँले सत्यमा बसेर खानुभयो भने तपाईँलाई पाप लाग्दैन। तपाईँ असत्यमा बसेर खानुहुन्छ, त्यही भएर तपाईँलाई पाप लाग्छ। असत्य र सत्य भनेको के हो भन्दाखेरि तपाईँले त्यो जे कुरा हो त्यसलाई त्यही देखेर खानुभयो भने तपाईँ आफै ठाउँमा आइहाल्नुहुन्छ। के खानु हो के खानु होइन भन्ने कुरा तपाईँभित्रको जुन बुद्धिमत्ता छ त्यसले काम गरिहाल्छ। तपाईँले यसलाई भ्रम पारिदिनुहुन्छ क्या। यो मिठो छ, यो राम्रो छ, यो स्वादिलो छ, यो पौष्टिक छ, यो मलाई चाहिन्छ भने जस्ता कुराहरू, यी भावनात्मक कुराहरू, यी विशेषण जोडिएका कुराहरू तपाईँहरू थपिदिनुहुन्छ मस्तिष्कले। मनले थपिदिन्छ र तपाईँ बाध्य भएर खानु भइरहेछ कि। जस्तो चिकन तन्दुरी खाँदाखेरि कुखुरामा धेरै प्रोटिन पाइन्छ, यो यस्तो कुरामा पाइन्छ, यो हामीलाई चाहिन्छ, यो मिठो हुन्छ, स्वादिलो हुन्छ भन्ने कुरा थपिदिनु। तर तपाईँले त्यो कुरा सट्ट हटाइदिनु भयो र त्यो कुरा के हो भनेर हेरिदिनु भयो। जस्तो छ त्यस्तै हेरिदिनुहोस् कि। त्यो सत्य भनेको फेरि सत्य भनेको त्यही हो। सत्य भनेको तपाईँले कुखुराको मासु, खसीको मासु, मान्छेको मासु, बोकाको मासु, राँगाको मासु, मासु त मासु नै हो नि। के खान्छौ के खाँदैनौ भन्ने मात्रै त हो। हामीले एउटा लाइन राखेका छौँ कि यहाँभन्दा उता चाहिँ हामी खाँदैनौँ है, यो लाइन चाहिँ क्रस गर्दैनौँ, नत्र सबै मान्छे डराउँछन्। मान्छेले मान्छे खान थाल्यो भने अब मान्छेसँग मान्छे बस्नु भएन, सम्भवै भएन नि त्यो त। अब कसले कतिखेर खाइदिने हो त्यो त सम्भवै भएन नि। यो समाजमा बस्नेको अस्तित्व त्यो त एकदमै डरलाग्दो स्थिति आयो नि त। कोही पनि सुरक्षितै महसुस भएन नि त। जसले पनि जसलाई खाइदिनु भयो त्यो त पुरै जङ्गली अवस्था भयो। जङ्गली भन्दा पनि एकदम निर्दयताको पराकाष्ठा हुने भयो। त्यस कारणले गर्दा मान्छेले ड्र लाइन बनायो। मान्छे